गोली बाटो होइन त यो सर्पले टाउकोले ठोक्छ कि पुच्छरले टाउको समाउनु त कहाँ पुच्छर समातिरहेको छ राजे यो सर्प देखेर तपाईँ हजुर नडराउनु होला किन थाहा छ नडराउनु थुरथुरी भए पनि है आज मर्ने भोलि मर्ने एउटै कुरा हो ल बस्नु एकचोटि सर्पमा तपाईँले केही भेट्नु भयो अब यहाँ छैन दै म एक भन्छु नि यो सर्प टनक टनक टन्किन्छ नछोड्ने दुई भन्छु यो मोटो मोटो हुन्छ नछोड्ने तीन भनेपछि यो साप जिउँदो बन्छ उहाँ लिएर पछार्ने है टोके मेरो जिम्मा टोकेर मरे तपाईँकै जिम्मा मजा गरे दाइ समाउनु यस्तो सापले कहिले टोक्छ त दुई किसिमको साप टोक्ने बनाइदिनु टोक्नेवाला दाइ टोक्नेवाला बनाइदिउँ कि चुस्नेवाला बनाइदिउँ अहिलेसम्म तपाईँले चुस्ने साप देखाएको छ निकैको चुस्नेवाला बनाइदिए भन्नु है म सान चुस्नेवाला साप बनाइदिए यो हड्डी समाउनुहोस् दुईचोटि टाउकोमा घुमाइदिनुहोस् म चुस्ने घुमाइदिनु भयो कसको टाउकोमा मलाई सर्प जिउँदो बनाउने यसको टाउकोमा घुमाउनु न कहाँ मेरो टाउकोमा घुमाइदिनु भयो तपाईँको टाउकोमा पनि घुमाउनु जय बिरे म सान भनेर मेरो आँखा गडबड गरिदे नगर्दे तपाईँको आँखा सही छ कतिवटा आम्ला हो कतिवटा भयो 10 वटा हुन्छ 10 वटा आँखा सही छ यो के हो माटो भन्नु सेक्सजी रगडगस चुरगुस भन्नुहोस् नथुक्नुहोस् है दाइ एउटा दाइले बोटलमा खेल गरेको यो भोला खाएर चाहिँ हातबारी थुकिँदैन भन्नु चुरमुर मरमर गोसोस् आइज क्या ताली पड्काइदिनुहोस् त पैसा सही छ च्याप्प समाउनुहोस् कति रुपियाँ आयो 2 रुपियाँ आयो ताली पड्काइदिनुहोस् त दाजुभाइ म 2 रुपियाँ बनाइदिन्छु म अलि बनाउँदै जान्छु तपाईँ बनाउने हो अब यो सर्प मैले पैसा बना जस्तै तपाईँको हातमा यो सर्प म बनाइदिन्छु हुन्छ एकचोटि यो सर्पलाई भुइँमा राख्नुहोस् दाइ अब म पैसा भटाभट बनाइदिन्छु बनाउनु पायो भने कति जति बनाइदिउँ बनाउन हजारको हेर्नको लागि हुन्छ हेर्नको लागि हुँदैन है भन्नुहोस् कतिवटा पैसा हो एक गर्नुहोस् म अब यो पैसाको 2टा बनाइदिन्छु के रबर हो के मरी तन्काइ पैसा हेर्न त अङ्कल थुक्दिनुहोस् भन्नुहोस् झाडुवाला होइन के झाडुवाला पैसा 2टा बनाइदेऊ मेरो मन्तरले छिटो 1 2 3 घुमाउँछु पैसा 2टा बनाइहाल्छु कहाँ छ भाइ यहाँ छैन यहाँ देखेकै हो च्याप्प समाउनुहोस् खै त पैसा हालेकै छैन हाल्यो भन्छ अनि के को हाल्यो भने अब हाल्यो नभन्नु छिरा भन्नु लाइ भाइ यसो गर्नुहोस्